दाई नमस्ते। नमस्ते भाइ। हजुरसँग केही काम छ कि भन्ने सुनेको थिएँ दाई, काम छ कि केही? काम त छ तर 50,000। दाई अलिकति त कम गरिदिनु न। 50 भन्दा 1 रुपियाँ कम हुँदैन भाइ। मैले पनि 50 हालेको होइन। राम्रो छ यहाँ काम। तिम्रो फ्यामिलीले पनि 20-25 हजार कमाउन सक्छ। तिमीले पनि गाडी धोएर 15,000 जति कमाउन सक्छौ होइन। दाई म घरबाट आएको पनि जम्मा 10-12 दिन मात्रै भयो, त्यत्रो पैसा छैन मसँग। तिमीलाई मात्र मैले 50 लगाएको होइन, अरूलाई मैले 70-80 लगाउँछु। थाहा छ तिमी गाउँबाट आएको भनेर मैले 50 मा भनिरहेको छु। भर्खरै 2 दिन पहिला त मैले 80,000 मा दुईटा ड्युटी बेचेँ। दाई बरु हजुरको पैसा म बरु काम गरेर महिना तिरौँला, केही त गरिदिनु अलिकति। भाइ अहिले भर्खरै 2 जना गएको छन् यहाँबाट होइन। तिमीलाई चाहिएको छ भनेपछि भन्नु, नत्र साँझ ती केटाहरू आउनेवाला छन् ड्युटीको लागि। दुख्ने रहेछ मन ढुङ्गा भएपछि नबदलिने रहेछ जीवन। के भयो भाइ, काम मिल्यो? काम त मिल्यो तर 50,000 रुपियाँ भन्दैछन्। अब आफ्नो खल्तीमा 500 पनि छैन। हेर भाइ, 50,000 रुपियाँ ठुलो कुरो होइन। तिमी कतैबाट एरेन्ज गर, कतैबाट खोज, ब्याजमा पाउँछ आजकल है। कतैबाट पायो भने 50,000 त तिमीले 3 महिनामा पाइहाल्छौ नि तिर्नको लागि। 50,000 रुपियाँ ब्याजमा त लिने होइन दाई। अब तपाईँलाई थाहा छ म 10-12 दिन मात्रै भयो बेङ्गलोर आएको। चिने मान्छे पनि कोही छैन। कोबाट माग्ने 50,000 रुपियाँ कसले दिन्छ मलाई? केही छैन भाइ, तिमी टेन्सन नगर, तिम्रो साथमा म हमेसा छु। भाइ मलाई एउटा मनमा सुझाव आएको छ। के भन्नु न दाइ? सुझाव चाहिँ यस्तो, अस्ति नै भर्खर मैले बुहारीको कानमा सुनको गहना जस्तो लगाएको देखेको थिएँ। त सुनैको हो? सुनकै हो दाइ। अगर त सुनको हो भने हामी त्यसलाई धितो राखेर पनि 50,000 निकालेर तिमी ड्युटी जोइन त गर्न सक्छौ नि त। दाइ अब तपाईँले हेरिदिनु पऱ्यो नि त, कहाँ राख्छन् के गर्छन् मलाई त थाहा पनि छैन नि। एउटा पसल त छ है, मेरै चिनजानको हो। उहाँ गएर हामी कुरा गरी हेरौँ न त के भन्नुहुँदो रहेछ उहाँले। हुन्छ त दाइ, जसरी पनि हो निकाल्ने त हो पैसा। ओ त्यही हो मेरो साथीको दोकान। ल जाउँ त भित्र। विशेष हामी किन आएका थियौँ भने उहाँ भाइ चाहिँ हाम्रो नेपालबाट आउनुभएको र अहिले फिलहालमै एउटा एपार्टमेन्टमा काम पाउनु भएको थियो भाइले। तर त्यसको लागि भाइलाई डिपोजिट दिनुपर्ने हुन्छ। भन्नाले हाम्रो नेपालीमा हजुर मात दिनुपर्छ। हजुर नोकरी किन्न खोज्नु भएको र उहाँको अहिले त्यति अवस्था छैन, किनभने भर्खरै आउनु भएको हो। र हामी चाहिँ किन आएका थियौँ भने अलिकति हामीसँग केही गहनापाती छ र त्यसलाई हामी धितो राखेर हजुरसँग केही पैसा कति के पैसा हुन्छ त्यो लिएर हामीले मात दिनको लागि आएका थियौँ। गहना बिल छ? हजुर ल्याएको छौँ। निकाल त भाइ। बिल छ कि नै? छ, यसमै छ, सबै कुरा छ, सबै छ। यो 5 आनामा भएको रहेछ हजुरको है, बनाएको रहेछ 5 आनामा रहेछ भाइ। यसको चाहिँ भाइ तपाईँको 45,000 आइसी आउँछ है दाइ। त्यो हुनु त 60-70 भन्दा बढीको होइन। हजुर। अब म बेङ्गलोरमा फ्यामिली लिएर आएको छु होइन, त ड्युटीको मात बुझाउनु पर्ने छ मलाई 50,000 रुपियाँ। हजुरले 50सम्म गरिदिनु, 45 त धेरै कम भयो दाइ। ठिक छ भाइ, हजुर राम्रो ठाउँमा आउनु भएको छ। हाम्रो काल भैरव सञ्चालित गहना पसलमा आउनु भएको छ। म दिइदिन्छु 5,000 बढाएर। ठिक छ, तपाईँ पनि नेपाली हो, नेपालीले मर्म बुझ्नुपर्छ। आउनुभयो ठिक छ, म दिइदिन्छु तपाईँलाई 50,000 है। पैसा क्यास छैन भाइ, हजुर अनलाइन गरिदिन्छु म। हुन्छ हुन्छ, एकजना दाइको स्क्यानर छ, त्योमा हाल्छु। हुन्छ ल हुन्छ, म एकचोटि सोधिहाल्छु। सोध्नुहोस् हजुर। हेलो हेलो दाइ, हजुरलाई पैसा हालिदिया छ, आयो होला हेर्नु त। म चेक गर्छु है भाइ, चेक गर्छु। ए आएछ 50,000 आएछ मेरोमा। ए ल हुन्छ त दाइ। ड्युटी आजदेखि तिम्रो भयो भाइ, तिमीले टेन्सन लिनु पर्दैन। भोलि बिहान आएर मजाले कुर्सीमा बसेपछि ड्युटी गर्दा हुन्छ, टेन्सनै भएन यसको लागि त। ए ल हुन्छ त दाइ, भोलिदेखि म आउँछु है काममा।
ओ भाई कहाँ जा रहे हैं? अरे भैया मेरा ड्यूटी है इधर आज से। क्या ड्यूटी है? कभी देखा नहीं है। कल से मैं इधर ड्यूटी कर रहा है। अरे वो रमेश भैया तो मेरे को इधर रमेश लगा- भैया इधर कम नहीं करता है। अरे कल ही तो उससे बात हुआ है। नहीं सर, मैं कल से इधर ड्यूटी कर रहे हैं, आपको देखा नहीं है। आप कौन हो? मैं इधर का सिक्योरिटी हो, पूरा देखता हूँ। सर मेरे को रखा, कंपनी का ऑनर रखा मेरे को। यार भैया आप कैसा बात कर रहे हो? कल रमेश से बात हुआ था, आज से मेरा ड्यूटी है इधर। वो बोला था आज से आके ड्यूटी कर लो मेरे से। अब रुकिए, मैं ऑनर को फोन करता हूँ, बाद में आप बात कर लेना। ठीक है भैया, आप ऑनर को बुला लो। सर गेट पर कोई आदमी आया, आपको बात करना थोड़ा है ये सर। हाँ भाई क्या हो गया? सर अभी आपको फोन किया था ना, बोल रहा है इधर कल से ये ड्यूटी कौन करेगा। है? पता नहीं है सर, बोल रहा है कल से ड्यूटी करेगा। सर वो रमेश है ना, उसने बोला था कल से आके ड्यूटी कर लेना। कौन रमेश भाई? वो रमेश को तो हम जानते नहीं है। कौन रमेश? कल इधर ही बैठा था, इधर ड्यूटी करता हूँ बोल रहा था। अच्छा वो आदमी क्या? हाँ सर। अरे वो तो सबके पैसे खा के भाग रहा है, उसके पीछे क्यों लगे हो यार? सर मैं तो बर्बाद हो जाऊंगा सर। मेरा 50,000 रुपये लेके चला गया वो। मेरे बीबी के गहने गिरवी रख के दिए थे उसको। अरे भाई मैंने दूसरा आदमी को रख लिया है यार, कैसे समझाओ तुम्हें यार? ये कल से मैंने इसको यहाँ पे रखा है यार काम पे यार। कल से हम ड्यूटी कर रहे हैं ना। तो सर अभी वॉचमैन यही है, यहाँ कोई वॉचमैन दूसरा नहीं आएगा। आप देख लो उससे बात करके क्या बोलता है वो। सर हो सकता है तो एक बार आप रमेश को फ़ोन करके बात कर लीजिए ना। मेरा उतना पैसा चला गया है तो मैं ही ड्यूटी कर लेता हूँ, अच्छे से करूँगा सर ड्यूटी। अरे भाई मैं क्यों फोन करूँ उसे यार? तुम्हें पता नहीं है यहाँ पे काम करने के लिए ऑलरेडी मैंने रख लिया है, मैं कैसे उसको हटा सकता हूँ यार? तुम पैसे दियो तो तुम बात करो ना उससे। ठीक है आप जाके बात करो, मेरे से यहाँ बात मत करो। दाइ यहाँ के हो यार? मलाई ड्युटीमा राख्छु भनेर अरू कसैलाई बसेला छ यहाँको अनरले। भाइ मैले तिमीलाई कतिचोटि भन्ने हो यार, मकै गरौँ। तिमीले भनेको टाइममा आएन, तिमीलाई मैले बिहानै आउनु भनेको होइन। अहिले मैले अनरसँग पनि कुरा गरेँ, ऊ मलाई ड्युटी दिँदैन भन्दैछ यार। तपाईँले मलाई ढाँट्नु भयो यसरी। सेटले अरूलाई राखे त मकै गरौँ यार, मुड खराब गर्छौ यार। दाइ मलाई के थाहा छैन, या त मलाई ड्युटी लगाइदिनु या फिर मलाई मेरो पैसा फिर्ता दिइदिनु। दिमाग खराब गरिरहेको हुन्छ नि यार खाली मुलीमा यार। म केही गर्न सक्दैन भाइ, ड्युटी ओनरले अरूलाई राखिसक्यो, मलाई त्यससँग केही मतलब छैन। मलाई फोन नगर्नु दुबारा, ठिक छ नि?